ल त गाइस अहिले भने चाहिँ दादा र म चाहिँ आइरहेको छु माथि रिक पार्कमा हो हेर्नको लागि आएको के कसो छ भनेर। अन्त आज चाहिँ अब हेर्ने हो गएर के कसो छ हो। अन्त तपाईँलाई पनि देखाउने छु कस्तो छ जग्गाहरू। अहिले हेर्नु होला गएर देखाउने छु। आज फ्लप पनि यस्तो पर्यो कि ढिलो भएछ हामी आउने र उठाइ पो सकेछ नि। आउँदा आउँदा हेर यो दिन पुग्यो भन्दा जस्तै भयो आउँदाखेरि जस्तो आएकै उठाइ पो सकेछन्। यहाँदेखि फ्लप पर्ने जग्गा छ त छैन नि होइन। मजाले हेरिदिनु पऱ्यो भनेर आएदेखि आज चाहिँ सायद जुराएर हिँडिदिएको सायद त के भयो आजको दिन हेर हो। खतम पारे यो यता नानीहरू खेल्ने जग्गा त हेर्नु होला के जी हेर्नु छैन जग्गा हो। सबै भत्काउन थालिहालेछ हो। यतिको चाहिँ हुनु पऱ्यो नि त। अब यहाँ एकछिन सानो भयो भने चाक्री चुक्री खेल्दैन हुन्थ्यो त्यो पनि भएन। आएको र नआएको त फाइदै भएन त अन्त। लु भयो त अब बर्बाद भनौँ बर्बाद बर्बाद खुर्र हेर्न आएको त खतम पाऱ्यो नि। आजको दिनमा यतिको फ्लप चाहिँ परेकै हो। रिक पार्क हेर्न आएको अरे बाँस मात्रै हेर्नु पाइयो अरू केही पाइएन। यस्तो गरममा पसिना पुस्दै आइदिएको पार लागेन। अब ओह्रालै लाग्दिनुपर्छ। भएन अब एक राउन्ड डुल्ने हो आइसकेको बेलामा फेरि अन्त ओह्रालै जानुपर्छ। अब चाहिँ हामी फर्किँदा हुन्छ हो। अलि भने हेरिहाल्यो हो। यस्तै छ अब यहाँको जग्गाहरू। अब यसो देखाइदिनु त होला नि। मेन देखाउनै पाइएन हो। अब यस्तो देखाइदिनु त होला नि। नजारा त अब यस्तै हो। देखाउनै पाइएन नि त। अब छ्यासा आफू नै हेरिदिउँ सबलाई देखाइदिने भनेर आएको अरे। ए ढिलोले गर्दा खतम भयो नि। ल त गाइस अहिले भने चाहिँ व्हाइट हल आइपुगेछौँ हामी हो। व्हाइट हल हेर्नु सक्नुहुन्छ तपाईँले। अहिले चाहिँ कस्तो मजाको बनाएको छ हो। चडक्कै देख्दा पनि कति दामी लागेको। कहाँको मान्छे कहाँ पो आइपुग्यो आज त हो। अनि जोस् जा भने आइपुग्यो हो। आइची व्हाइट हलको दर्शन गराइदिएको सबैजनालाई जो जाउनु सक्नु भएको छैन हो उनीहरूलाई चाहिँ। लु यस्तै छ हेर घाम लागेर घाम अघि चिसोमा चाहिँ घाम नलाग्ला जस्तो हुँदै थियो। अहिले चाहिँ घामसाम लागेर है हात्ती घिसा पनि आइपुग्यौँ है। अहिले भने चाहिँ यहाँ आइपुगिसक्यौँ हो। यता हेर्नुहोस् जग्गा चाहिँ ठुलो छ है। कति ठुलो व्हाइट हल त अहिले के भएको छ नि। यस्तै बनाएर चाहिँ दामी बनाएको छ दामी। ल त यस अहिले भने चाहिँ अब हिँड्दै गरेको है। अब यहाँ व्हाइट हलबाट हिँड्ने बेला भयो नि त। हिँडेन भने चाहिँ एकछिनबाट पानी पर्छ अरे। कुर्छ पानीले। जग्गा चाहिँ पानी पर्न आँटेछ हो। अब चाहिँ यहाँबाट जानुपर्ने हुन्छ हामी। कहाँ पुगेर आएर चाहिँ ब्लगको एन्डिङ गरिदिएको हो। अन्त अब हिँड्दै गरेको सट्टैसँग। अब यहाँबाट हामी गएर चाहिँ सिधा रुम जानुपर्ने हुन्छ नत्र हामी पानीले चाहिँ कुट्छ। ल आजको लागि भने यति नै।